हेलो एभ्रिवान। आज हामीले ग्याप अप क्यान्डल ग्याप डाउन क्यान्डलको बारेमा पढ्दछौँ। यसलाई अर्को भाषामा जापानिज भाषामा हामीले बुलिस किकर र बियरिस किकर पनि भनिन्छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। ग्याप अप क्यान्डलको बारेमा बुझ्नु पर्दाखेरि तपाईँको यहाँ रेड क्यान्डल छ। रेड क्यान्डलमा ओपनिङ क्लोज तलबाट छ र रेड क्यान्डल क्लोज तल गरिसकेपछि मार्केटमा ग्याप अप ओपन भएको हुन्छ। अर्को क्यान्डल ग्याप अप ओपन भएको देख्नुहुन्छ। यहाँ तपाईँको यसमा के बुझ्छ भने तपाईँको पहिला सेलर हाबी हुन्छ मार्केटमा। सेलर हाबी भइसकेपछि इन्स्ट्यान्टली बायर एकदमै एग्रेसिभ भएर प्राइजलाई माथि सिफ्ट गर्छ। कुरो बुझ्नु हो। प्राइजलाई माथि सिफ्ट गरेपछि यहाँबाट ओपनिङ हुन्छ। ओपनिङ भएपछि यो ग्रिन क्यान्डल बन्छ र हाम्रो यो अवस्थामा कहाँ इन्ट्री हुन्छ भने तपाईँको इन्ट्री तपाईँले कन्फर्मेसन आइसकेपछि बल्ल इन्ट्री गर्नु होला। कन्फर्मेसन कति बेला आउँछ भने नेक्स्ट क्यान्डल बनेको नेक्स्ट क्यान्डल तपाईँको यसको माथि क्लोज भइसकेपछि इन्ट्री गर्ने। इन्ट्रीमा स्टप लस तपाईँको यो ग्यापको तलको लेयरलाई लेख्ने स्टप लस र हामीले 1:2 रिवार्डमा ट्रेड गर्नुपर्छ। कुरो बुझ्नु हो। त्यस्तै जस्तो हाम्रो ग्याप डाउनमा नि सेम उल्टो हो। तपाईँको यो ग्याप अप बुलिस क्यान्डलस्टिक प्याटर्न हो। यो हाम्रो मार्केटको बटनमा बनेको हुन्छ भने ग्याप डाउन क्यान्डल भनेको तपाईँको टपमा बनेको हुन्छ। तपाईँको यो बटनमा बनेको हुन्छ क्यान्डलस्टिक प्याटर्न। यो बुलिस प्याटर्न हो हैन। यो तपाईँको मार्केटको टपमा बनेको हुन्छ। यसमा के बुझ्नुपर्छ भन्नुहुन्छ भने तपाईँको यो ग्रिन क्यान्डल भयो हैन। यसमा बायर हाबी छ। इन्स्ट्यान्टली मार्केटमा ग्याप डाउन ओपन भए अर्को क्यान्डल तपाईँको डेली हेर्नुहुन्छ भने नेक्स्ट डे डाउन क्यान्डल हुन्छ। कुनै पनि आवरलीमा नि हुन्छ, नेक्स्ट डे क्यान्डलमा नि हुन्छ। ग्याप अप ग्याप डाउन हैन। म्याक्सिमम टाइम डे क्यान्डललाई लिगौँ हैन। डे क्यान्डल लिँदाखेरि तपाईँको यो ग्याप डाउन क्लोज हुन्छ, ग्याप डाउन ओपन हुन्छ। ओपन भइसकि कन्फर्मेसन तपाईँको यसको लोभन्दा तल मार्केट क्लोज भयो भने यसको ग्याप डाउनको माथिल्लो लेयरलाई स्टप लस राखेर हामीले सेलको ट्रेड लिनुपर्छ हैन। अब अर्को हाम्रो आयो नेक्स्ट भनेको बुलिस एङ्गल्फिङ। यो बुलिस एङ्गल्फिङ यो सबै क्यान्डलस्टिक प्याटर्न तपाईँको हरेक मार्केटमा युज हुन्छ। म्याक्सिमम तपाईँको स्टक मार्केटमा युज गर्नुभयो भने यसको प्रोबेबिलिटी हाई हुन्छ। किनकि स्टक मार्केटभन्दा अलि भास्ट फोरेक्स मार्केट हुन्छ हैन। त्यस कारणले स्टक मार्केट बिगिनर स्टेजमा नि स्टक मार्केट सजिलो हुन्छ। यो स्टक मार्केटमा राम्रोसँग काम गर्छ। अर्को तपाईँको हाम्रो आयो बुलिस इङ्गल्फिङ क्यान्डल। बुलिस इङ्गल्फिङ क्यान्डलको एकदम स्टेट भाषामा भन्नुपर्दा एङ्गल्फिङ भनेको एङ्गल्फ गर्नु, अर्को एउटा सानो वस्तुलाई अर्को वस्तुले निल्नु, त्यसलाई बुझिन्छ। तपाईँको यहाँ हेर्नुहुन्छ यो रेड क्यान्डल हो हैन। रेड क्यान्डल पछि तपाईँको यो ग्रिन क्यान्डल यसलाई एङ्गल्फ गरे। तपाईँको यसलाई यसको यो पुरैको डबल जस्तो छ। यो माथि गएर यसको पुरै क्लोज भए। यो हाम्रो मार्केटको प्याटर्नमा बटनमा बनेको हुन्छ र यो प्याटर्न तपाईँहरूले मार्केटको बटनमा देख्नुभयो भने कुनै पनि मार्केटको स्टक मार्केटको तपाईँको यसको नेक्स्ट क्यान्डल यसको भन्दा माथि तपाईँले क्लोज भइसकेपछि कन्फर्मेसन आउँछ र त्यसको लोभन्दा थोरै तल बफर राखेर तपाईँले बाई ट्रेड लिन सक्नुहुन्छ। यसले के जनाउँछ भने अब मार्केटमा रिभर्सल आउँदैछ भन्ने सङ्केत बुझाउँदछ। किनभने जति अहिलेसम्म थियो सेलरको डोमिनेन्स मार्केटमा बढी थियो भने अब बायर्सको डोमिनेन्स बढी भयो। यहाँ आएर बायर एग्रेसिभ भए यो एङ्गल्फिङले। यसरी तपाईँहरूले बुझ्नुपर्छ। यो स्टक मार्केटमा एकदमै युजेबल हुन्छ।
त्यस्तै जस्तो बियरिस एङ्गल्फिङ पनि ठ्याक्कै त्यसको उल्टो हो। तपाईँको यो ग्रिन क्यान्डल माथि टपमा बनेको छ र त्यसको नेक्स्ट क्यान्डल रेड क्यान्डल यसको ठ्याक्क डबल साइजको बनेको छ र तल क्लोजिङ दिएको छ भने यो ग्रिन यो रेड बनेको छ भने यसलाई हामीले बियरिस एङ्गल्फिङ क्यान्डल भनिन्छ। यो मार्केटको टपमा बनेको हुन्छ र यसले मार्केटको रिभर्सल सिग्नललाई जनाउँछ। यसमा हामीले इन्ट्री भनेको नेक्स्ट क्यान्डलको कन्फर्मेसन आइसकेपछि त्यसको माथिको लेयरलाई हामीले जस्तै तपाईँको यहाँ नेक्स्ट क्यान्डल बनेको छ भने तल यसलाई यहाँ स्टप लस राखेर हामीले इन्ट्री गर्नुपर्छ। इन्ट्री गरिसकेपछि नर्मल्ली 1:2 रिस्क रिवार्ड रेसियो लिनुपर्छ होइन। तपाईँको यो भनेको बुलिस एङ्गल्फिङ, यो भनेको बियरिस एङ्गल्फिङ बुझ्नुभयो। त्यस्तै जस्तो बुलिस हरामी क्यान्डल भन्छ, यो जापानिज नेमहरू हो। बुलिस हरामी र बियरिस हरामी। बुलिस हरामीमा के हुन्छ भने यो रेड क्यान्डल बनेको हुन्छ। रेड क्यान्डल बनिसकेपछि तपाईँको यो रेड क्यान्डल बनिसकेपछि अर्को यसको ठ्याक्कै आधी साइजमा तपाईँको यसको र यसको बिच मिड पोइन्टमा सानो रेन्ज लिएर अर्को सानो क्यान्डल बनेको हुन्छ। यसमा के बुझ्नुपर्छ भने मार्केट ओपन भयो, लो लाग्यो, क्लोज यहाँ भयो। क्लोज लागिसकेपछि तपाईँको यहाँ ग्याप अप खुलिरहेको छ, यहाँ बुझ्नुपर्छ है। मेन स्टेट पोइन्ट भनेको एकदम जिस्ट पोइन्ट भनेको यसमा थोरै ग्याप अप खुलिरहेको छ। ग्याप अप खुल्नुको अर्थ भनेको बायर हावी हुनु हो मार्केटमा र तपाईँको यो भइसकेपछि मार्केटमा रिभर्सल आउँदैछ भन्ने बुझ्नुपर्छ। यसलाई हामीले त्यो अर्थले बुझ्नुपर्छ र कि मार्केट अब रिभर्सल हुँदैछ, मार्केट बुलिस स्टेपमा जाँदैछ भनेर बुझ्नुपर्दछ। यसमा हामीले इन्ट्री कस्तो तरिकाले लिनुपर्छ भने यो बनिसकेपछि तपाईँको नेक्स्ट कन्फर्मेसन क्यान्डल आउन दिनुपर्छ। त्यसको क्लोजर क्यान्डल भइसकेपछि त्यसको ओपनिङभन्दा थोरै तल, जस्तै यो ओपनिङमा आयो, नेक्स्ट क्यान्डल यहाँबाट ओपन भए भने यसको क्लोज यहाँ भए भने यसको क्लोज हुने बित्तिकै हामीले इन्ट्री गर्ने र त्यसको तलको ओपनिङभन्दा थोरै तल 10 पोइन्ट बफर जोन लिएर स्टप लस राखिसकेपछि हामीले इन्ट्री गर्नुपर्छ 1:2 रिस्क रिवार्ड रेसियोमा। यो हाम्रो बटममा बनेको हुन्छ म्याक्सिमम टाइम र यो कुनै बेला बटम टपमा नि बनेको हुन्छ। इट्स डजन्ट म्याटर होइन। त्यो बटममा बन्यो भने हामीले बुलिस सिनेरियो लिनु पर्यो, टपमा बन्यो भने बियरिस सिनेरियो लिनु पर्यो, त्यसरी बुझ्नुपर्छ। त्यस्तै यस्तो बियरिस हरामीमा नि ठ्याक्कै त्यसको उल्टो हो। ग्रिन क्यान्डल बनेको हुन्छ। ग्रिन क्यान्डल बनिसकेपछि नेक्स्ट क्यान्डल ग्याप डाउन खोलेर तपाईँको यसको मिड रेन्जमा सानो क्यान्डल बनेको हुन्छ। किनकि यसको ठ्याक्कै अर्को, किनकि यो माउ यो बच्चा भने जस्तै ठ्याक्कै यसको डबलको यसको सिङ्गल यसको ठ्याक्कै डबल हुनुपर्छ, नर्मल्ली डबल हुनुपर्छ बुझौँ न। त्यस्तो क्यान्डल बन्यो भने नेक्स्ट क्यान्डल हामीले क्लोजर आउन कन्फर्मेसन दिने र त्यसको तपाईँको ओपनिङभन्दा माथि थोरै माथि लिएर स्टप लस त्यसैको क्यान्डलको ओपनिङलाई लिएर अर्को हामीले बियरिस ट्रेड लिनुपर्दछ। त्यसको नि 1:2 मिनिमम रिस्क रिवार्ड राख्नुपर्छ। त्यस्तै जस्तो हाम्रो अर्को आयो पियर्सिङ लाइन। यो पियर्सिङ लाइन भनेको कस्तो भने तपाईँको यहाँ हेर्नु, यो ओपनिङ यो क्लोजिङ भयो, यो रेड क्यान्डल बन्यो। रेड क्यान्डल बनिसकेपछि हाम्रो अर्को ओपनिङ ठ्याक्कै ग्याप डाउन भए, ग्याप डाउन ओपनिङ भए र क्लोजिङ तपाईँको यसको 50% भन्दा माथि क्लोजिङ देखा। यो अर्थमा के बुझ्नुपर्छ भने पहिला सेलर एग्रेसिभ थिए, सेलरको डोमिनेन्स मार्केटमा बढी थियो। त्यसपछि बायर एग्रेसिभ भए, बायर्सको डोमिनेन्स मार्केटमा बढी भयो र बायरले जिते। बायरले जितिसकेपछि नेक्स्ट क्यान्डलको हाम्रो कन्फर्मेसन लिएपछि हामीले बाइङ अपर्च्युनिटी लङ ट्रेड गर्नुपर्छ।
बुझ्नुभयो नि तपाईँले? यसलाई अर्को नाम अर्को भाषामा पियर्सिङ लाइन भनिन्छ। अर्को यहाँ के हुनुपर्छ भने यसको 50% तल क्लोजिङ भयो भने त्यसलाई हामीले मान्यता दिँदैनौँ, मान्यता हुँदैन त्यो, होइन? तपाईँको यसको 50% भन्दा माथि क्लोज अवश्य हुनुपर्छ है। पहिला बुझ्नु पर्यो रेड क्यान्डल गरिसकेपछि ग्याप डाउन ओपनिङ क्लोजिङ यसको 50% भन्दा माथि। त्यस्तै जस्तो अर्को यसलाई जापानिज भाषामा डार्क क्लाउड कभर क्यान्डलस्टिक प्याटर्न भनिन्छ। ठ्याक्कै उल्टो तपाईँको ठ्याक्कै यो बुलिस क्यान्डल भइसकेपछि तपाईँको यसको यो बुलिस क्यान्डल भएपछि यो ग्याप अप डाउन ग्याप डाउन ओपनिङ भयो। ग्याप डाउन ओपनिङ भएपछि तपाईँको यसको फेरि जस्तै तपाईँको यसमा के हुन्छ भने यो बुलिस क्यान्डल भयो। बुलिस क्यान्डल भएपछि ग्याप डाउन क्लोज भयो, त्यो भयो। यसमा यो बियरिस क्यान्डल भयो। यो बियरिस क्यान्डल भयो। यसको ग्याप डाउन क्लोजिङ भइसकेपछि पनि तपाईँको यसको 50% भन्दा तल यसको क्लोजिङ छ भने यो तपाईँको यो बियरिस क्यान्डल भयो। यो बियरिस क्यान्डल भइसकेपछि यसको ग्याप अप ओपनिङ भयो। ग्याप अप ओपनिङ भइसकेपछि पनि तपाईँको यो 50% भन्दा तल यसले क्लोजिङ दियो भने यहाँ फेरि सेलर हावी भयो भन्ने बुझ्नुपर्छ। बुझ्नुभयो नि? तपाईँको यहाँ मेन कुरो के बुझ्नुपर्छ भने यसको ग्याप अप ओपनिङ भयो। यो मानिलिउँ बुलिस क्यान्डल भयो। बुलिस क्यान्डल भएपछि यो ग्याप अप ओपनिङ भयो। ग्याप अप ओपनिङ भएपछि क्लोज भनेको यसको 50% भन्दा तल क्लोज भयो भने यहाँ पनि सेलर हावी भयो भन्ने बुझ्नुपर्छ। यसको अर्थमा हामीले सेल ट्रेड लिनुपर्छ अर्को कन्फर्मेसन आइसकेपछि, होइन? अब अर्को तपाईँलाई मैले बुझाउन गएको हुन्छु ट्विजर टप ट्विजर बटम। यो पनि एकदम इम्पोर्टेन्ट क्यान्डलस्टिक प्याटर्न हो। यो तपाईँको दुईटै क्यान्डलस्टिक प्याटर्न एकदमै सिमिलर प्याटर्नमा, सिमिलर रेन्जमा, सिमिलर साइजमा बनेको हुन्छ। ओपनिङ क्लोजिङ यो तपाईँको रेड क्यान्डल भयो, यो ग्रिन क्यान्डल भयो। यहाँ सेलर हावी भयो ठ्याक्कै बराबर, यहाँ नि बायर हावी भयो भनेपछि यहाँ तपाईँहरूले के बुझ्नुपर्छ भने यहाँ जति सेलर हावी भएर मार्केटलाई तल झारेको थियो त्यति नै बायर हावी भएर माथिलाई माथि लग्यो र त्योभन्दा नि एग्रेसिभ हुन्छ कहिलेकाहीँ। त्यस कारणले हामीले के बुझ्नुपर्छ भने यस्तो क्यान्डलस्टिक प्याटर्न तपाईँको मार्केटको बटनमा बनेको छ भने त्यसपछि हामीले अब मार्केटमा रिभर्सल आउँदैछ भन्ने बुझ्नुपर्छ। त्यस्तै जस्तो यो ठ्याक्कै दुवै क्यान्डलहरू बराबर साइजको हुनुपर्छ। यो एकदम इम्पोर्टेन्ट फ्याक्टर हो अर्को बुझ्नुपर्छ। त्यस्तै जस्तो अर्को ट्विजर टप क्यान्डलस्टिक प्याटर्नमा नि ठ्याक्कै तपाईँको यो बटनमा बनेको छ, यो टपमा बनेको छ। यो ग्रिन क्यान्डल, यो रेड क्यान्डल, यसको साइज र यसको साइज बराबर इक्वल साइजको भइसकेपछि जब मार्केटमा रिभर्सल आउँदैछ भन्ने सङ्केत यो क्यान्डलस्टिक प्याटर्नले गर्दछ र हामीले यसको नेक्स्ट क्यान्डल कन्फर्मेसन आइसकेपछि हामीले सेल ट्रेड लिनुपर्छ। यसमा सेल ट्रेड लिने यो टपमा बनेको हुन्छ, मेन इम्पोर्टेन्ट पोइन्ट बराबर साइजको हुन्छ। यो बटनमा बनेको हुन्छ, यो पनि रिभर्सल आउने सङ्केत हो। त्यसरी बुझ्नुपर्छ। आज हामीले यति क्यान्डलस्टिक पढिसकेपछि आजको हामीले च्याप्टरलाई यहीँ क्लोज गर्छौँ र मेरो यो युट्युब भिडियो लाइक एन्ड सब्सक्राइब गरिदिनु नभुल्नुहोला, होइन? यति भन्दै आजलाई बिदा माग्छु। हस्त, धन्यवाद।